हेलो गाइज हेलो तिमी कहाँ गएर आएको थुक्क पसल गरेर आएको दिउ बोक्नु नसकेर लडे म अब अनि के भनेर लडेको छ नि एक बोतल दिउ चाहिँ बोक्नु सक्दैन यार तिमीले त सक्यो अघि दिनु र खसाला होइन यो चाहिँ के यो तित्ता थियो होइन रुवा लगाए बेलामा त्यसरी सुन्छ त हराउँछ कति थरी औषधि हुन्छ भन्छ नि मैले रक्सी खाएको खोलाको यो त खोलाको के हुन्छ खोलाको नखाऊ माथि फोर्छ क्या के हुँदैन के आज त मिर्ग त कत्रो आयो हाम्रो बारीतिर आन्थ्यो त्यो त बारीतिर ऊ भागेकै होला त्यो मिर्ग मारेको रहेछसम्म कत्रो रहेछ यो बहर जत्रै रहेछ अहिलेदेखि त होइन कतिचोटि हानिसक्यो त्यो किन नलाग्यो हाम्रो काले कराउँछ जन्माले तिमीहरू कराएर खुच्काइहाल्यो अनि कहाँ भेट्छ भन्छ त्यो मिर्गमा नुलाई अलिक गाह्रै पर्छ मैले त मारेको क्यार भनेको कम त आएको रहेछ हामीले पनि लै गरेर कराइहाल्यो अनि तपाईँ कुकुर पनि भुक्दै थियो अनि कता गयो ऊ त उफ्रेर गयो दिउँसो अघि ए अघि भर्खर आएको नि त्यो मजुर कि क्या हो त यति अग्लो मैले पनि आउँथ्यो त कहिले कहाँ आउँछ सुमित्र र म मात्रै थिएँ त्यो मनमा धवाको त्यो चौरको ढिलै गउँछ त्यो प्याजको छेउतिरै आइसक्यो सुमित्र के आएको बाहिर निस्केर हेर न भनेको म कराएको सुनेपछि त्यहाँबाट उँधो झऱ्यो डाँडा घरतिर आउँदै के आएको छ यहाँ छिटो भनेर सासू जाने फेरि नानी बोकेर पुग्यो त्यहाँबाट तलतिर तल सुक्न बाबुको चौरमा पुगिसक्यो त उठ्दैन रहेछ हिँड्ने मात्रै अरे जाउँ सासू जाने भनेर कुद्दै राखेको छ सबैजना बाबुको त्यो कुचोको बिमार छ अनि त्यहाँ पुग्नुको के उठ्दैन रहेछ त्यो कारण भेटेर गएर ओरतिर आयो तलतिर रोडतिर पनि कोही छोरा मान्छे छैन बेठो नानी मासु खान्छ त्यसको अनि मजुरको मासु खाँदैन कुखुरा जस्तो त हान्थ्यो यत्रो क्या बाख्रा जत्रो हुँदो रहेछ अनि त्यो हस्पिटल उडेपछि फेरि टाढा पुग्छ होला क्या त्यो लामो हुँदैन त्यो जानु धेरै लामो हुँदैन पछि भेट्छ एक वर्ष रोप्ने एक वर्ष नरोप्ने हो यो त रुगा लागेको बेलामा सुँग्दा पनि रुगा हराउँछ जस्तो लाग्छ तितपाते बाटो तलबाट होइन हो र चित्रकुमारी श्रेष्ठ ए म हेरेर बस्छु नि हेर्छु नि म सबैको टिकटक यो चाहिँ घङ्गर त्यस्तो क्या घङ्गर भर्खर फुलेछ नि भदौमा पाक्छ है यो उमा नि जापानमा नि पाएको थियो नि तिमीले होइन भन्छ उखु खानु छैन र चाहिँ के खाने आज एक दिन हो खाइसक्यो जे खानु छ आज खाऊ रे त्यहाँदेखि कहिले नखाऊ अनि लोकल कहिले खानु पाउँछ भनौँ न मान्छे विकासे गरेर खान्छ उयो ढुङ्गाको हो कि यो छानो के काठको हो ढुङ्गाको यस्तो ढुङ्गा छानो यस्तो हुन्छ हेर न कत्रो ढुङ्गा
खोलेको भन्दा बजार यति हिँड्नु पनि सकेन सक्नु सक्नु किन अब सर्टकटमा हुने ठाउँ किन धेरै लामो समय खेर खानु कस्तो खतराले झरिदिन्छ घर आइपुग्यो दाजुलाई